एउटा भनाइ छ, आफूलाई अरूसँग कहिले पनि तुलना नगर्नु। यसैले अरूसँग तुलना गरेर नि दुखी कहिले पनि नहुनु, किनभने मान्छेको नि आफ्नो आफ्नो महत्त्व हुन्छ। अनि त्यसैले नि कैँची धारिलो छ भनेर नि घाँस कहिले पनि नकाट्नु र सिक्काले केस कहिले पनि नकाट्नु। यो कुरोलाई चाहिँ बुझ्नुपर्छ। अनि महत्त्व चाहिँ मान्छेको आफूसँगै हुन्छ, कसैले कसैलाई तुलना गर्नु हुँदैन। ओके।